हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ तपाईँहरूलाई आजको नयाँ भिडियोमा। आज चाहिँ म खतरा हाम्रो घरेसी भिडियोहरू देखाउन गइरहेको छु। आज चाहिँ म खतरा भिडियो बनाउँछु साथीहरू। आज चाहिँ म अब यहाँ घरमा हाम्रो घरमा चाहिँ के छ, म चाहिँ यहाँ घरमा आएर के गर्छु भनेर म तपाईँहरूलाई सबै भिडियो देखाउँछु। भिडियो देखाउँदैसम्म हेर्नु होला। तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। हस्त धन्यवाद साथीहरू। म चाहिँ अब यस्तै हो, दुःख सुख गाउँघरमा बसिरहेको छु। अब म चाहिँ एकछिनमा घाँस काट्न जान्छु होला। अनि हाम्रो घरमा चाहिँ के पालेको छ म तपाईँहरूलाई हाम्रो घरमा पालेको चिजहरू देखाउनु गइरहेको छु। तपाईँहरू हेर्नु सक्नुहुन्छ। आवाज सुनिरहनु पनि भएको होला। त्यो हाम्रो त्यहाँनिर चाहिँ परेवा छ साथीहरू। लकी हातले 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 यहाँ हाम्रो कुकुरदेखि के पालेको छ हेर्नु। यहाँ हाम्रो घरमा ल कुकुर पनि छ। यहाँ हातले हातले भनेको ओट ओट हातले 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 गुड गर। देख्नुभयो। यहाँ चाहिँ हाम्रो परेवाको गुड छ। परेवाहरू चाहिँ खासै बस्दैन अनि यस्तरी हुन्छ। यहाँ हाम्रो खरायो पनि छ। म तपाईँहरूलाई खरायो पनि देखाउँछु है साथीहरू। ल हाम्रो यहाँ मन्दिर छ। अनि यहाँ चौरी पनि छ। भाइ कता हिँडेको? बजार? यो भाइ पनि बजार जाँदै रहेछ। त भाइ पनि काम गरेर आयो। यस्तै छ साथीहरू। भ्यूहरू यस्तै छ हाम्रो यस्तै छ। तपाईँहरू देख्नु सक्नुहुन्छ। हाम्रो चाहिँ यहाँ कोठेबारीमा मकैहरू पनि फलिरहेको छ। केरा यहाँनिर फलिरहेछ। हाम्रो कान्छोले रोपेको केरा हो। यो चाहिँ त्यत्तिकै फ्याल्दै उम्रेर जङ्गल भएको छ साथीहरू। ल हामीले चाहिँ खरायो पनि पालेको छ। झन्नै झरो हेर्नुहुन्छ सक्नुहुन्छ। देख्नुभयो। अब चाहिँ म यसलाई चराउनु लग्दैछु। यता आऊ। अब म यहाँ यसलाई एकछिन चराउँछु गाइज। लु चल चल एकछिन गाइज। यो चाहिँ जन्माउने बित्तिकै माउ चाहिँ मरिहाल्यो। अनि बच्चाहरू सानो सानो थियो, चारवटा थियो। एउटालाई चाहिँ गाईको दुध खुवाइदिएको मरिहाल्यो। कस्तो मजाले चर्छ खोइ। मलाई खिच्न लगाएको बुढीले खिचिदिएको थियो। यहाँ कता गयो? यहाँ हेर्नु कस्तो मजाले चर्छ। अब के गर्नु, सबैलाई पाल्नु पऱ्यो त। खरायोलाई पनि देख्नुभयो गाइज। ल चर्दैछ। एउटा उहाँ छ फुत्रुक फुत्रुक गर्दैछ। एकछिन चराउने अनि यसलाई उल्दिनुपर्छ। मैले तपाईँहरूलाई एकछिन देखाइदिएको है साथीहरू। ल हेर्न सक्नुहुन्छ है प्रत्यक्ष प्रसारणमा। लु देख्नुभयो। गाउँघरमा यस्तो कामहरू गरेर म चाहिँ बसिरहेको छु। खरायो पाल्ने यो चाहिँ हामीले सजाको लागि सोको लागि पालेको हो। अनि हामीले यस्तो गर्छौँ। कस्तो मजाले चर्छ है खरायो गाइज। यस्तै हो। एकछिन चरेर यसलाई छिराउनु पर्यो भन्ने विचार गर्दैछु। खरायो लु साथीहरू हेर्नु सक्नुहुन्छ। ल ल ल ल हाम्रो भाइहरू पनि आउँदैछ। स्कुल छुट्टी भयो भाइहरू? एकदम ठिक छ भाइ। ल इक्जाम चल्दैछ क्या हो? ल राम्रो इक्जाम दियो है कडा। ल गाई यहाँ चाहिँ हामीले गाई पालेको छौँ। अनि यहाँ बाख्रा पनि छ। यहाँ बाख्रा चाहिँ त्यसरी बसिरहेको छ। अनि मैले चाहिँ यहाँ गाउँमा आएर केही गर्नु नसकेको पनि बाख्राहरू पालेको छु। यस्तै गरेर बसिरहेको छु गाई। त्यही हो। हाम्रो यहाँ दुईवटा बाख्रा छ।
अस्ति भर्खर यहाँ आउनु नि कस्तो मजाले बसेको छ यहाँ नजिक आएर देखाएको त यहाँ यसरी आनन्द बाख्रामाथि बसिरहेको छ गाइस त्यही हो म चाहिँ अब यहाँ तपाईँहरूलाई यहाँ भित्र खोलेर पनि देखाउँछु यहाँ चाहिँ हाम्रो यहाँ बोका छ यहाँ हेर्नु सक्नुहुन्छ यहाँ मेरो 3टा बोका छ अनि यता यहाँ 2 माउ छ म चाहिँ यहाँ यही काम गर्छु बस्छु है साथीहरू ल हेर्नु यसलाई चाहिँ छुनै हुँदैन यसलाई चाहिँ मलाई मार्नै खोज्छ लाइ खेल्छस् आइज यो पनि भाइरल बोका हो अहिले चाहिँ आइज आइज यसले त मलाई देख्नै हुँदैन हानिहाल्छ हानिहाल्छ गाइस भर्खर एउटा बाख्राले मुतो साउन्ड पनि सुन्नुभयो होला है यस्तै छ हाम्रो लु अब चाहिँ यिनीहरूलाई घाँस काट्न जानुपर्ने हुन्छ एकछिनमा अनि यो हाम्रो झन्नै बोकाले मार गाइस अनि हाम्रो यहाँ डल्ले खोर्सानी पनि छ हरेक चिज चाहिँ हामी बाहिरको उत्पादन गर्दैनौँ अक्कबरे डल्ले खोर्सानी चाहिँ म जस्तो डल्लो छ है हामी आफै फलाएर खान्छौँ आफ्नै उत्पादन आफ्नै बारीमा यसरी रातो भएर पाकिरहेछ है यो चाहिँ सत्य जीवन हो यसको बाहना चाहिँ मिठो हुन्छ साथीहरू कस्तो मिठो हुन्छ कस्तो दामी बाहना आउँछ हौ साथीहरू यो चाहिँ घाँटी दुखेको दबाई स्पेसल घाँटी दुखेको तपाईँलाई कब्जेटहरू भएको छ भने चाहिँ यो खान सक्नुहुन्छ चियामा लगाएर चट्ट हालेर खान सक्नुहुन्छ यो बाहिरतिर चाहिँ यसको भ्यालु धेरै छ यहाँनिर छ हाम्रो यहाँ हेर्नु सक्नुहुन्छ अनि यहाँ दामी फुलको छ यी देख्नु सक्नुहुन्छ यहाँ अनि यहाँ यो चाहिँ हाम्रो दबाईको लागि पालेको गाईहरू यो चाहिँ खानु हुँदैन यो चाहिँ बाख्रालाई यसो छिरेको बेलामा खुवाउनुको लागि चाहिँ पालेको गाई बस्तुको लागि चाहिँ एकदम उपयोगी दबाई हो यो चाहिँ उपयोगी दबाई हो अनि यहाँ हाम्रो पुदिनाको पत्ता देख्न सक्नुहुन्छ यहाँ यी अर्ग्यानिक यहीँ फलेको है यो चाहिँ हामीले एउटा रोपिदिएको अनि यसरी धेरै फैलेर चाहिँ यस्तो भएको गाई चाहिँ देख्न सक्नुहुन्छ है आँपहरू लटरम्म छ गाउँमा होइन जे पनि खान पाइने क्या साथीहरू गाउँमा देख्न सक्नुहुन्छ आँपहरू फलिरहेछ अहिले चिचिला छ यो चाहिँ फर्सी आँप हो ठुल्ठुलो हुन्छ है साथीहरू यो चाहिँ अनि त्यही हो दामी तरिकाले हट्टेरी अनि यहाँ फुल छ हेर्न सक्नुहुन्छ रातो फुल्ने फुल दामी भाइब्स छ नि हौ गाउँमा बस्नु त छुट्टै मजा हुन्छ ए ल यहाँ चुच्चे करेला फल्दैछ यो मकै बाहिर छ गाइस अनि यहाँनिर हाम्रो कुखुरा पनि छ यहाँ 3टा अनि हाम्रो यहाँ अर्ग्यानिक चिजहरू छ यी यसको नाम चाहिँ म थाहा भएन अहिले म मम्मीले बोलाएर भन्छु अनि यहाँ गाइस हाम्रो यहाँ चुच्चे करेला पनि फलिरहेको छ अनि हाम्रो यहाँ के छ गोठ छ यहाँ हामीले यहाँ गाई पालन गरेको छौँ 2टा गाई छ अब यसले ब्याउन आँटेको छ हेर्नु सक्नुहुन्छ गाइस म चाहिँ अब तपाईँहरूलाई देखाउँदै म चाहिँ थाकेँ अब चाहिँ हामी एकछिनमा घाँस काट्न जान्छौँ आमा छोरा टक्क मिलेर होइन मम्मी अब घाँस काट्न जान्छौँ अनि त्यही घाँस काट्दै गरेको म तपाईँहरूलाई हामी निगुरो टिप्दै अब घाँस काट्न जाने हो अनि तपाईँहरूलाई देखाउँछौँ अहिले चाहिँ हाम्रो मम्मी चाहिँ यता पिरा पनि बुनिसक्नुभयो अघि बुन्दै गरेर देख्नु भएको थियो 10 मिनटमा चाहिँ यो कम्प्लिट भइसकेको छ देख्नुभयो है यस्तो गरेर देख्नु ल हेर्नु यो चाहिँ के भन्छ होला के हो भनेर यो चाहिँ के गरेर
कतिवटा प्लास्टिकहरू तपाईँहरू यो हजुर के मान्छेको टुप्पी मान्छेको टुप्पी हुन्छ नि यो पिराको पनि टुप्पी हो क्या यो चाहिँ तर यो के कति प्रकार गरेर तपाईँले बनाउनु भएको है ए यो भनेर सक्नु छैन कति हो अब जान्नेलाई यही हो जान्नेलाई सिरी खन्न नजान्नेलाई खुर्पाको बिँड केटाकेटी हो तिमीहरूलाई त के भन्नु फोहोर भन्छ होला मैला भन्छ होला मेरो लागि सिरी खन्न भनेर बसिराखे सन्छ गरिराखे हुन्छ हो सही सुतेको भए पनि निन्द्रै लाग्थ्यो होला अब यो यसो ओभर टाइममा यो कामै बिताएर पनि होइन यो बनेको मैले यसो ओभर टाइममा बसी बिहालो क्या यो बसी बिहालो यहाँ हाम्रो मेरो मम्मीको काम चाहिँ हेर्नु यहाँ यस्तो छ यो भनेको बसी बिहालो यहाँ बस्दै यसो बन्ने जोड्ने यति भएपछि यो उल्टो यो सुल्टो थाहा छ तिमीहरूलाई यताबाट बस्ने यताबाट उठाउने तर हेर्दा त उस्तै छ उल्टो र सुल्टो छ यो बिट हो माझा बिट मारेको यो चाहिँ फोहोर रहेछ है भनेर डस्टबिनमा फाल्ने यो प्लास्टिकहरूलाई चाहिँ हाम्रो मम्मीले चाहिँ यसरी ओछ्याउन सक्ने यसरी चाहिँ गर्न सकिन्छ है भनेर तपाईँहरूलाई देखाएको हो यो चाहिँ नेपालमा भनौँ न अमूल्य हो यो मेरो लागि अमूल्य हो अमूल्य छ क्या यो चाहिँ गाइस कसैले बुझ्न सक्दैन क्या यो आज भोलिको युगमा चाहिँ यो चाहिँ हराउँदै गएको छ 10 वर्षसम्म पुग्छ यो ओछ्याउँदा पनि 10 वर्ष पुग्छ अब तँ डुलाउँदै ल्याउनेसँग एउटा चकटी किनेर राख्छ 100 रुपियाँ पर्छ 6 महिना पुग्दैन त्यो कुरा त छोडिदिनु न यो आज भोलिको युगमा चाहिँ यो चाहिँ यसरी पिरा बुन्ने चाहिँ कमै हुन्छ है साथीहरू यसरी मेहनत गरेर यो चिजको चाहिँ यस्तो हुन्छ है भनेर बनाउने आज भोलिको आधुनिक समयमा चाहिँ मान्छे यस्तो पाउँदैन त्यही भएर यो चिजलाई सबैजनाले माया गर्नुपर्छ है र हाम्रो मम्मीको प्रोत्साहनको लागि भयो भने 1 लाइक 1 सेयर गरिदिनु होला साथीहरू यो भिडियो चाहिँ अहिले यति नै अब हामी चाहिँ घाँस काट्न जान्छौँ मामा छोरा टक्क मिलेर त्यही हो टुप्पी निकाली बोलेको यो टुप्पी निकाली गाई चाहिँ हामी चाहिँ अब जाँदैछौँ घाँस काट्न मम्मी पछाडि आउनुहुन्छ त्यस्तो छ यहाँ हाम्रो घाँस काट्न जाने बाटो हाम्रो लक्की हुँदैछ अगाडि ओइ यता जा मर्दैन हतापता खिचे पनि हामी भर्खर जाँदैछौँ मर्ने गरी घाम लागेको छ लास्टै गरिन्छ अनि घाम पनि लागिरहेछ गाह्रो छ गाउँले जिन्दगी गाइजहरू जस्तो मकैबारीहरूले जमिन चाहिँ राम्रो छ चाहिँ खराब लक्की यहाँ पछाडि लक्की आउँदैछ अनि अब हामी जाँदैछौँ गर्मी त लास्टै बढिरहेछ ल केटाहरू कहाँ गएर आएको गोठालो बाइक घरको चलपल त खतरा हुन्छ यहाँ फेरि
ल माछा त यहाँ चाहिँ माछा मार्न आउनुपर्ने खतरा माछा छ हौ लु पानी खा गाडी कता कुद्छ त्यतै कुद्छ मर्छ होला यो हामी चाहिँ यहाँ घाँस काट्ने ठाउँमा आइपुग्नु लाग्ने है गाइस घाम चाहिँ डह्रो लागेको छ हामी यहाँ आउँदैछौँ ल दामी छ यता सरर सरर सरङकोटको सिरेको दामी त्यहाँ चाहिँ मानव सेवा आश्रम छ गाइस उयो चाहिँ मानव सेवा आश्रम हो यहाँ बिग्रेको मान्छेहरूलाई जहाँ रक्सी खाने कुलतमा लागेको मान्छेहरूलाई राख्ने ठाउँ है गाइस यो चाहिँ हाम्रो बेलाको नगरपालिकाको डाँडातिरको भ्यू चाहिँ खतरा देखिन्छ है सिरिरी बतासै चल्यो नि लैलै अल्पाको डोरीमा म त नलाउ भन्दै थिएँ जानै जानै पिराती दिल बसोतिर लोभी मनलाई सधैँ यस्तै हो यस्तै छ अब चाहिँ हामी घाँस काट्न सुरु गर्छौँ लु मम्मी घाँस काटौँ है यतैबाट सुरु गर्दै जाउँ न काट्दै जाउँ यस्तो यस्तो दामी छ झिक्नु लु डोको मिठो निगुरो पनि गाई छ हाम्रो यहाँ कुकुरले माछा पक्रिँदैछ है ऊ हेर्नु है कसरी पक्रिनु खोज्छ ऊ यहाँ हेर्नु छक्क पर्यो ल लक्की पक्रे 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 उहाँ पुग्यो गाई चाहिँ फेरि उताबाट खेद्दै ल्याउँछ हेर्नु है उहाँ छ अब आउँछ उताबाट खेद्दै खेद्दै आउँछ खेद्दै आयो गाई चाहिँ हेर्नु है ल पक्रे 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 माथि माथि पक्री त्यसरी पक्री च्याप्प देख्नुभयो थुतुन गाडेर यसले पक्रिन खोज्दा यस्तो छ यसले खोले सिकारी होइन माछा यो त जङ्गली सिकारी होइन खोले सिकारी हो नि फेरि हाम्रो कुकुर यहाँ मम्मी घाँस काट्नु हुँदैछ आज त घाँस चाहिँ घाँस भएको ठाउँमा पुगेको निक्लिनु हुँदैन पुग्यो मम्मी घाँस पुगेन यहाँ खोले सिकारी जमानेको ल ल ल पक्रिनै खोज्छ साथीहरू ल हेर्नु है यसो चटक माछा पक्रेको देख्नुभयो त पक्रिनुहोस् घाँस पक्रिनुहोस् माछा पक्रिनु सकिनुहोस् देख्नुभयो हेर्दैछ अब त माछा कता कुद्छ त्यतै कुदिहाल्छ गाइस हामीले चाहिँ अहिले निगुरो टिपिसक्यौँ अनि हामी घर जाँदैछौँ अनि तपाईँहरूलाई कस्तो लाग्यो आजको भिडियो आज हामी चाहिँ अनि घाँस सास पनि काटिसक्यौँ अनि यता मम्मी हुनुहुन्छ मम्मी र म चाहिँ अब निगुरो टिपेर घर जाँदैछौँ साथीहरू तपाईँहरूलाई भिडियो मन परेको मन परेन कस्तो लाग्यो लाइक कमेन्ट गर्न सक्नुहुन्छ हाम्रो घाँसको भारी चाहिँ अलिक उतो यो मकै बारीदेखि उता छ अनि हामी अहिले चाहिँ जाँदैछौँ मम्मी चाहिँ अझै निगुरो टिपिरहनु भएको छ ऊ देख्न सक्नुहुन्छ अनि हामी ला मैले त कच्चा छोडेको छु त्यही भएर मम्मीले लिएर आउनुभयो निगुरोको धुनमा मैले चाहिँ कच्चै बिर्सेँ गाइस अब त्यही हो आजको हाम्रो घरेसी भ्लग अब यस्तै छ अब हामी घाँस बोकेर घर जान्छौँ गाइजहरू अनि तपाईँहरूको दिन कसरी बित्दैछ हाम्रो चाहिँ यस्तै हो गाउँघरतिर यसरी हामी चाहिँ काम गर्दै यसरी हामी बितिरहेको छ हाम्रो जिन्दगानी दर्पण छाया ल मम्मी एउटा सिला गाउनु न हौ
हाम्रो यहाँ दर्शकहरूको लागि के गाउँ द गाउनु न हौ गाउनु एउटा घाँस काट्नु तरीमा यो रुँदो झरीमा काँडा काँडा बएर गाडीमा ल प्रत्यक्ष प्रसारणमा हेर्न सक्नुहुन्छ हाम्रो मम्मीले त भारी बोकिसक्यो फाइनली भारी बोकिसक्नुभयो हाम्रो अब कुकुर पनि पछि पछि आउँछ मेरो भारी त्यहाँ छ ल चुक्का लाग्छ अहिले जुकालाई चाहिँ अघि मेरो चाकामै खाइदियो नि यहाँनिर थट जुका त लास्टै लाग्दो रहेछ हौ गाईहरू जुकाले चाकामा खाइदियो अब के गर्नु घाँस काट्दाखेरि अलिअलि खान्छ होइन त्यस्तै हो ए मेरो भारी पनि ठुलै छ